कहाँ निको कहाँ आएको छस् कहाँको पार्क वाह इस्राम खेल्ने वस्तु रहेछ है गाइस दर्शन नमस्ते आशा गर्छु हजुरहरू सन्चै हुन्छ भन्ने कुरा अब जुन ठाउँमा जाइन्छ नि त्यो ठाउँको केही खास कुरा खास जग्गा जान सबैलाई मन लाग्छ हैन सबैलाई हेर्न मन लाग्छ जान मन लाग्छ हैन अनि म कहाँ छु भन्ने कुरा भन्दैछु एकछिनमा वर्तमान म छु सोनितपुर जिल्लाको ढिकाचुली टाउनमा है त अब ढिकाचुली टाउनमा रहेको एउटा सानो पार्कभित्र आएको छु आज हामी टुल्न यसको रिक्वेस्टमा यो भार्गव ओके न त हामी आज यो पार्क डुल्न छौँ पार्कभित्र पस्ने बित्तिकै हामीलाई पर्यो 10 रुपियाँ कति रुपियाँ टिकट 10 रुपिस पर पर्सन 10 रुपिस टिकट पर्यो पार्कभित्र पस्ने बित्तिकै हामीले देखियो मैलो पानी माछा रहेछ माछा 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 तर माछाहरू इ हेर्नुहोस् धेरै ठुलो माछा रहेछ है माछो अब यो पोखरी चाहिँ लेत्रा पानी लेत्रा भयो भने माछाहरू रहेछन् होइन अब के छ यसमा हेर्दै जाउँ यो राम्रो एउटा ब्रिज बनाएको छ पोखरीमाथि तर एउटा चाहिँ यो चिज राम्रो लाग्यो नि यो ब्रिज चाहिँ राम्रो लाग्यो यहाँबाट हामी यता सिधै जान्छौँ भार्गव कस्तो लाग्छ खेलेर समय अनुसार कहिलेकाहीँ आफूलाई पनि बच्चा हुन मन लाग्छ नि होइन बच्चा हुनु छ भने बच्चासँग पार्कमा आउनुहोस् भार्गव पिङ खेल्ने ल खेलौँ त यहाँ पार्कमा यस्तो छ के छन् पिङ हामी खेलिरहेको छौँ ढिकाचुलीको सानो सुनो पार्क हो टाउनको बिचमा डेली बजारको छेउमै रहेको पार्क हो भार्गव आनन्द मजा लिँदैछ है म पनि लिँदैछु यो भार्गवले केही नछोड्ने पर्यो अब यो खेल्छ यहाँबाट धर्दै धर्दै आउनु पर्यो केही छोड्दैन सब खेल ऊ त्यो खेल यो खेल्छ ती खेल्ने छन् ती पनि खेल्छ खेल 1 2 3 गो हेलो दोस्तों काका त पर बस्नु भइरह म चाहिँ यहाँ खेलिरहेको थिएँ तानो उहाँ बसिराख्नु भइरह आनन्दले म चाहिँ यहाँ खेलिरहेको छु पार्कमा मान्छे नै होइन हामी दुईजना मात्रै छौँ पार्कभित्र पस्ने बित्तिकै जुन हामीले उताबाट ठुलो माछा देखाएको थियौँ नि त्यो ब्रिजबाट होइन यता सानो यताबाट आएका थियौँ हामी यहाँ हेर्नुहोस् यहाँ माछा ए भाइ यहाँ माछा देखाइदिनु ए माछा सानो माछा बिचार हामीले केही खाना ल्याएको थियौँ साँच्चै नै दिन्थ्यौँ तर हामीसँग केही पनि छैन खाली याद हामी आएछौँ ल तपाईँहरूलाई केही दिन पाएन है थ्याङ्क यू के कहाँ पार्कभित्र कहिले ठुला माछा भन्छ कहिले यो सानो माछा भन्छ कहाँ देखिस् यता भन्छ कहिले यता देखेछ दुईतिर देखेछ कता माछा त कुद्छन् बाप रे बाप ए के भने पार्क घुम्दा घुम्दा के कुरा याद आयो भने पार्क त केटाकेटीको लागि अलिअलि खेल्ने वस्तु जुन छन् धेरै ठुलो एरियामा छैन छोटो एरियामा पार्क छ पार्क हामीले घुमेर देखायौँ मेन हो पोखरी एट्र्याक्सनको लागि पोखरीमाथि बनिएको ब्रिज हो अनि केटाकेटीको अलिकति खेल्ने जिनिस हो तपाईँहरू पनि आउन सक्नुहुन्छ आजको ब्लगमा यति नै आजको छोटो ब्लगमा थ्याङ्क यू फर वाचिङ बाई बाई